नदी दोहन र अवैध क्रसर उद्योग नियन्त्रण गर्ने सरकारी नीति विपरीत रौतहटमा नदीजन्य पदार्थको व्यापक उत्खनन भइरहेको पाइएको छ। जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका क्रसर उद्योगहरूमा अनुमतिभन्दा बढी परिमाणमा गिट्टी, बालुवा लगायतका सामग्री थुपारिएको छ भने अत्याधिक स्क्याभेटर प्रयोग गरी उत्खनन भइरहेको देखिन्छ। वृन्दावन नगरपालिकाले रमौली बैरियामा लगाएको 1,15,00,000 रुपैयाँको ठेक्का अन्तर्गत शिवनिर्माण सेवा गौरले दैनिक 5 वटा स्क्याभेटर र 15 भन्दा बढी टिपर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरी क्रसर उद्योगमा पुर्याइरहेको छ। वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकिशोर प्रसादका अनुसार बागमती नदीको रमौली बैरिया नाकामा 3 वटा मात्र स्क्याभेटर प्रयोग गर्ने अनुमति दिइएको छ, तर सो स्थानमा दैनिक 5 वटा स्क्याभेटर प्रयोग भइरहेको पाइएको छ। स्थानीयका अनुसार निर्माण व्यवसायीले तोकिएको समयसीमा उल्लङ्घन गर्दै सूर्योदय अघि र सूर्यास्तपछि समेत उत्खनन कार्य गर्दै आएका छन्। यसरी अनुमतिभन्दा बढी उत्खनन हुँदा वृन्दावन नगरपालिका अन्तर्गत बागमती नदीको रमौली बैरिया घाटको धार नै परिवर्तन हुने अवस्था सिर्जना भएको छ, जसले वातावरणीय जोखिम समेत बढाएको छ। सम्बन्धित निकायले समयमै अनुगमन र नापजाँच नगर्दा निर्माण व्यवसायीहरूलाई मनपरी उत्खनन गर्न सहज भएको स्थानीयको आरोप छ। रौतहटको बागमती र लालबकैया नदी क्षेत्रमा सञ्चालनमा रहेका धेरै क्रसर उद्योगमध्ये कतिपयले नवीकरण समेत नगरी कारोबार जारी राखेका छन्। यता जिल्ला प्रशासन कार्यालय सर्लाहीले मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन भएमा सम्बन्धित स्थानीय तह नै जिम्मेवार हुने सूचना जारी गरेको छ, तर सो निर्देशनको बेवास्ता गर्दै बागमती नगरपालिका अन्तर्गत बागमती नदीको राजघाट नाकाबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरी क्रसर उद्योगमा ढुवानी भइरहेको स्थानीयको भनाइ छ। नियन्त्रण अभावमा भइरहेको यस्तो अत्याधिक दोहनले नदीको प्राकृतिक स्वरूप परिवर्तन हुनुका साथै दीर्घकालीन वातावरणीय क्षति हुने जोखिम बढ्दै गएको सरोकारवालाहरू बताउँछन्।